ओइ तैँले त्यो अहिले नयाँ चाइनाको ल हेरिस् कुन थियो अरे सोसियल मिडिया इन्फ्लुएन्सर्सहरू छ नि इन्फ्लुएन्सर्स होइन अब उनीहरूले चाहिँ इन सर्टेन टपिक अरे फर इक्जाम्पल ल फाइनेन्स इकोनोमिक्स मेडिसिन अनि त्यसपछि पब्लिक हेल्थ लगायत जो चाहिँ एउटा इम्पोर्टेन्ट टपिक हो नि यस्तोमा चाहिँ बोल्न नपाइने यदि बोल्ने छ भने त्यो मान्छे चाहिँ त्यो फिल्डको डिग्री होल्डर चाहिँ हुनु पऱ्यो एटलिस्ट के तैँले त्यो विषयमा पढा चाहिँ हुनु पऱ्यो फर इक्जाम्पल तँलाई अब फाइनेन्सको कुरा यो हो हेर त यो नो डिग्री नो डिस्कसन चाइना टाइटन्स द ग्रिप on influencers and its new law has sparked massive debate online. Click the details. New law in China requires influencers to prove their official qualifications before creating social media content on sensitive topics like medicine, law, education and finance. तँलाई के लाग्छ यार मलाई पहिला पहिला तँ भने यार तँ के लाग्छ किनकि मेरो अलिकति यसमा छ अलिकति हैन के छ somewhat I'm agreeing with CCP for the very few times I agree with CCP very few times हैन and I think this one is one of them किन है मलाई चाहिँ के लाग्छ भने यसो केसमा कन्ट्री वाइज डिफरेन्ट हुन्छ के बुझिस् नि पहिला सुरु यसरी राइट र रङ भन्न नि मलाई मन छैन के किनभने त्यही कन्ट्री वाइज डिफरेन्ट हुन्छ अब जस्तै चाइनाको केसमा होइन अब यस्तो भनेपछि त पहिला सुरु त्यहाँ कहिले चाहिँ सेन्सरसिप थिएन कि चाइनामा होइन तिनीहरूको त लाइक कति भयो 2013देखि तिनीहरूले यो बिस्तारै बिस्तारै इन्क्रिज गर्दै गएको छन् कि पहिला सुरु तेरो यो साइबर सिक्युरिटी एक्ट भनेर एउटा आयो होइन हुन जमानादेखि थियो यिनीहरूको थियो अगाडिदेखि थियो तर अब तेरो यो सोसियल मिडियाहरू सबैजनाले चलाउने भएको त कति भयो लाइक 10-15 वर्ष त भयो नि धेरै त भएको छैन नि होइन अलिकति डेभलप्ड वर्ल्ड छ भने त्योभन्दा अगाडिदेखि हो नत्र भनौँ न हाम्रो जस्तो नेपाल जस्तो देशमा त धेरै भयो नि 10 वर्ष भयो होला कि सबैजनाले चलाउन थाल्यो कि बिस्तारै होइन तर अब तिनीहरूले 2013देखि नै जस्तो लाग्यो होइन तिनीहरूले त्यो साइबर सेक्युरिटी एक्ट भनेर अनि अनलाइन प्रेजेन्स एक्ट भनेर ग्रेजुअली तिनीहरूले त्यो बढाउँदै लगाएको थियो कि तिनीहरूले के चाइनामा अहिले के गर्छ भन् तेरो इफ तैँले अनलाइन केही हालिस् रे कि अनि जस्तै हामीले अहिले पडकास्ट छ होइन पडकास्ट हामीले अपलोड गरिदिउँ रे कि हामीले लाइक हामी पोजिटिभ हुनुपर्छ अरे क्या अब बुझिस् नि हाम्रो लाइक जब हामी कुरा गरिरहेको छौँ नि हामी एकदम पोजिटिभली कुरा गर्नुपर्छ अरे कि नेगेटिभली कुरा गर्नै पाइँदैन अरे कि अनलाइन प्रेजेन्स तेरो नेगेटिभ हुनै भएन अरे क्या अब अनलाइन कोड अफ कन्डक्ट भनेर कि बुझिस् अनलाइन कोड अफ कन्डक्ट चाहिँ तेरो online broadcasters introduced professionalism and positive energy as moral obligations for content creators है सो त कन्टेन्ट क्रिएटर भइस् रे कन्टेन्ट क्रिएटर भइस् नर्थ कोरियाको जस्तै अब नर्थ कोरियामा त आई डोन्ट थिङ्क कन्टेन्ट क्रिएटर नै छ होइन नर्थ कोरियाको जस्तो त्यो मिडियाले गर्छ नि त्यस्तै होला त्यस्तै होइन अब त अनलाइन तेरो प्रेजेन्स पोजिटिभ हुनै पऱ्यो कि त अब भनौँ न केही नराम्रो कुरा गरिरहेको छस् रे कि नराम्रो इन द सेन्स कसैलाई केही नराम्रो भयो अरे होइन अनि तैँले त्यसको बारे कुरा गरेर त पोजिटिभै हुनुपर्छ कि त्यस्तो कि अब ग्रेजुअली तिनीहरूले त्यो बढाउँदै लगाएको थियो के भएको थियो भने 2013मा चाहिँ तेरो साइबर स्पेस एडमिनिस्ट्रेसन भनेर सुरु भयो होइन 2017मा साइबर सेक्युरिटी ल भनेर सुरु भयो होइन अनि तेरो भनेपछि तेरो त्यो सर्भिलेन्सहरू त्यो सबै बढाउने होइन त्यसपछि 2022मा यही के पोजिटिभ एनर्जी के होइन त्यो हुनुपर्ने भयो नि अझै अहिले 2025मा चाहिँ क्रेडेन्सियल सो यिनीहरूले 10-15 इयर्सको त्यो उसमा इन्टरभलमा ग्रेजुअली त्यो बढाउँदै लगेको छन् यिनीहरूले एकैचोटि गरेन नि सबै होइन सो त्यस्तो छ अनि मलाई यो तेरो यो के अरे इन्फ्लुएन्सर्सहरूलाई त्यो डिग्री चाहिने अनि यस्तो चिजहरू चाहिँ तेरो मलाई चाहिँ के लाग्छ भने यो जस्तै यो चिज थिएन अरे कि होइन इन्फ्लुएन्सर्सलाई त्यस्तो रिक्वायरमेन्ट थिएन भने कसले चाहिँ तिनीहरूको अगेन्स्टमा बोल्थ्यो त्यहाँ कसले चाहिँ हिम्मत गर्थ्यो भने कि मैले बुझ् नि यिनीहरूले यो गरी नगरी खासै फरक त भएन नि त कसैले लाइक स्टेटले एउटा चिज भन्यो होइन अझपछि अनलाइन इन्फ्लुएन्सर्सहरू चाहिँ यताउतिहरू छन् होइन त्यो स्टेटको बारे यसै पनि त उनीहरूले अगेन्स्टमा जान पाउँदैन थिए नि सो किन गर्यो भने कि मैले यस्तो सो तँलाई के लाग्छ भने त्यसपछि म भन्छु अब यिनीहरूले चाहिँ किन यस्तो गर्यो भने जस्तो लाग्छ भने मलाई के लाग्छ नि अहिलेको टाइममा तैँले हेरिस् भने वर्ल्डभरि नै सोसियल मिडियाबाट चाहिँ रेभोल्युसन चाहिँ सुरु भएको छ है यिनीहरूले त्यही त्यो हुनुभन्दा अगाडि नै बन्द गर्न खोजेको हो कि किनकि तैँले हेरिस् भने कतिवटा हुन्छ नि एभिडेन्स भनेको एउटा कुरा हो
लजिक भनेको अर्को कुरा हो कि लजिकलाई एभिडेन्स चाहिँदैन क्या कतिवटा केसमा लजिकलाई एभिडेन्स चाहियो कतिवटा केसमा चाहिँ तैँले आफै कनेक्ट द डट्स जस्तै कन्सपिरेसी थ्योरीहरू सोल्ली बेस्ड अन लजिक हो कि किन एभिडेन्स भेटा भए त त्यो त अर्कै केस भइहाल्यो नि त्यसपछि त होइन मैले भन्न खोजेँ के भन्दाखेरि अब लजिकको लागि तँलाई त्यो के भयो भन्दाखेरि एभिडेन्स चाहिने भएन तर अब जस्तै केही अनि यो सोसियल मिडियाको मेजोरिटी कन्टेन्टहरू लजिकमा बेस्ड गरेर चाहिँ इन्क्लुडिङ दिस पडकास्ट अल्सो जब कि हामी पनि लजिकमै कुरा एभिडेन्स के छ हामी होइन के छ एभिडेन्स हामी लजिक बेसमा त हामी वी आर जोइनिङ द डट्स होइन भनेपछि तैँले हेरिस् प्योरली तेरो लाइक प्योरली स्पेकुलेसन हो कि प्योरली अब स्पेकुलेसन त नभनौँ होइन किनकि कतिवटा क्यालकुलेटिभ स्पेकुलेसन लजिकल स्पेकुलेसन भने क्यालकुलेटिभ प्रेडिक्सन भनौँ न यस्तो यस्तो वर्ड युज गरेर होइन क्यालकुलेटिभ प्रेडिक्सन भनौँ न यो सबै कुरा त क्यालकुलेटिभ प्रेडिक्सन त हो नि ट्रम्पले अब भोलि के गर्ला त ट्रम्पलाई थाहा छैन होला कि होइन भोलि के हुन्छ त कसलाई थाहा ट्रम्प राष्ट्रपति पो हो त भगवान् त होइन मैले भन्न खोजेँ के भन्दाखेरि अब हामीले अब अमेरिकाको स्ट्राटेजीहरू कहिले काहीँ रिड गर्दाखेरि हामी त्यो लजिक त युज गरेर हुन्छौँ एभिडेन्स त हामीसँग हुँदैन सिआइएको डिरेक्टरले के डिसाइड गरेको छ भनेर होइन सो मैले भन्न खोजेँ के भन्दाखेरि सोसियल मिडिया इज कम्प्लिटली 95 to 98% बेस्ड अन लजिक होइन वेन इट कम्स टु दिस टाइप अफ टपिक्स है जहाँ चाहिँ हामी पोलिटिक्स यस्ता यस्ता कुरा त्यसको बारे क्वेसन उठाउने छ तर लाइक भनौँ कसैले युट्युब भिडियो बनाएर वा टिकटक बनाएर त्यसमा त रिसर्च पेपर त्यो व्हाइट पेपर त देखाउँदैन नि देखायो भने कसैले हेर्दैन कि देखायो भने हामी नै एउटा फेरि भिडियो हेरेको छु हामी नै एउटा भिडियो बनाऊँ अनि त्यसपछि रिसोर्सेसमा चाहिँ हामीले यो राखेको छौँ भन्दै भने पिडिएफ चाहिँ 100 पेजको ब्ल्याङ्क पेज हाल्छ कसैले हेर्नेवाला छैन कि त्यहाँ गएर हेर्छ यसले रिसोर्स हालेको छ है ऱ्यान्डममा हाले पनि हुन्छ नि त्यो कसैले पढ्ने होइन त्यो लेन्थमा गएर होइन मैले भन्नु खोजेँ के भन्दा अब सोसियल मिडियाको जुन यस्तो यस्तो कुरा हामी गर्छौँ 95 to 98% बेस्ड अन लजिक हुन्छ होइन एभिडेन्स धेरै कमै हुन्छ होइन अब त्यो एउटा कुरा भयो है अब लजिकको बेसमा हामी त एभिडेन्सको बेसमा पो काम गर्ने हो त लजिकको बेसमा पनि त काम त गरिन्छ होइन तर हुन्छ नि लजिक भन्दा त एभिडेन्स इज मोर क्रेडिबल नि त कङ्क्रिट एन्ड क्रेडिबल होइन अनि मैले भन्नु खोजेँ पहिला त्यो अब दोस्रो तैँले हेरिस् भने वर्ल्डभरि नै अहिले होइन तेरो सिस्टमको विरुद्धमा सोसियल मिडिया युज भएर तेरो रेभोल्युसन टाइपको भइरहेछ है अब धेरैवटा देशमा भइसक्यो बाङ्लादेशमा भयो होइन इन्डोनेसियामा भयो श्रीलङ्कामा भयो पाकिस्तानमा पनि भएको थियो तर आर्मीले सप्रेस गर्यो नेपालमा भयो अब यस्तै पाराले इन्डियामा नै होला जस्तो लाग्छ होइन सो मैले भन्न खोजेँ के भन्दाखेरि अनि चाइना त अब तेरो वान पार्टी सिस्टम हो नि त पार्टी चाहिँ डिक्टेटरसिप टाइपले चल्या हो नि त सो त्यो टेक्निकली चाइनिज कम्युनिस्ट पार्टीलाई डिक्टेटरसिप चाहिँ भन्न मिल्दैन त्यो वान पार्टी सलिड रुल चाहिँ गरे हो होइन तर त्यहाँ भन्नै पर्ने त राष्ट्रपति फेरेर हुन्छ राष्ट्रपतिको छोरै राष्ट्रपति बनाएको छैन नि त सो त्यो टेक्निकली डिक्टेटरसिप चाहिँ होइन त पार्टीलाई डिक्टेटर भन्न चाहिँ तैँले मिल्छ तर त एउटा इन्डिभिजुअललाई डिक्टेटर भन्न मिल्दैन किनकि त्यहाँको पोलिट ब्युरो यो स्ट्यान्डिङ कमिटीहरू लिजिटै छ क्या होइन अनि हो पावर धेरै कम मान्छेको हातमा छ त्यो कुरा त हो होइन फ्यु ह्यान्ड्सले नै कन्ट्रोलर देखाउ पऱ्यो चाइना त्यही पनि फ्यु ह्यान्ड्स त छ नि वान ह्यान्ड त छैन नि सो त्यो भन्न खोजेँ होइन अनि अब तैँले हेरिस् भने अब वर्ल्डभरि अहिले अलिकति यो सोसियल मिडिया युज गरेर रेभोल्युसन भइरहेछ अनि चाइनामा रेभोल्युसन आओस् भनेर कुनै कुनै देशले प्रे गरेर भएका छन् कि अब देशको नाम नलिउँ तर धेरैवटा देश छ जसलाई चाइनामा रेभोल्युसन आओस् भन्ने छ कि किन अहिले चाइनामा रेभोल्युसन आयो भने चाइना एकैचोटि 50 वर्ष पछाडि झर्छ कि किन ऊ यति माथि जस्तै फर इक्जाम्पल अस्ति नेपालमा रेभोल्युसन भयो सिंहदरबार सबै झल्यो तर हामी यतिको हाइटमा थियौँ कि हामी 2 फिट हाइटमा थियौँ लडे पनि 2 फिट लड्यौँ कि उनीहरू माथि आकाशमा चाहिँ उनीहरू लड्दाखेरि नराम्रो लड्छन् कि बुझिनुहोस् दे हेभ टु मच टु लुज के वी ह्याड नथिङ टु लुज के सो मलाई के लाग्छ भने अगेन स्पेकुलेसन अगेन लजिक होइन इट्स बेस्ड अन लजिक होइन मलाई चाहिँ के लाग्छ भने
अब उनीहरूले सोसियल मिडिया अहिलेको जमानामा अनलाइन जमानामा उनीहरूले कम्प्लिटली सेन्सरसिप त लाउनै सक्दैन किन त्यो त्यही नै एउटा रिजन भइदिन्छ है रेभोल्युसनको लागि होइन सो उनीहरूले के गर्नु खोज्छ भने यस्तो टपिकहरू जहाँ चाहिँ अब फाइनेन्स अब चाइना फाइनेन्सियल हब हो है अब त्यहाँ तँ थाहा चाहिँ छैन चाइनिजहरूले आफ्नो इन्भेस्टमेन्ट भनेर चाहिँ रियल इस्टेट इन्भेस्टमेन्ट चाहिँ चाइनिजहरूको बेसिक हाउस होल्ड चाइनिजहरू चाहिँ नि उनीहरूको जस्तै अब कुनै अमेरिकनहरूले त धेरै जस्तो स्टकमा इन्भेस्ट गरेर आउँछ नि त एनभिडिया भन्यो एप्पल भन्यो यस्तो यस्तोमा चाहिँ उनीहरूको बेसिक इन्भेस्टमेन्ट भनेको स्टक मार्केटमा हुन्छ त्यस्तै चाइनिजहरूको चाहिँ रियल इस्टेटमा रहेछ जस्तै नेपालीहरूले इन्भेस्ट गर्दा जग्गामा गरे जस्तो कि हुन त्यो पनि रियल इस्टेट हो तर उनीहरू चाहिँ फ्ल्याट सिस्टम नेपालीले सुन किने जस्तो होइन त्यो अब जस्तै जग्गा किने जस्तो अब त्यो उनीहरूको चाहिँ कस्तो हुन्छ भने अब हाई राइज बिल्डिङहरू हुन्छ अनि एउटा बिल्डिङको एउटा फ्ल्याट किने यो पनि उनीहरूको रियल इन्भेस्टमेन्ट हो नि त अब कतिचोटि चाहिँ यो रियल इस्टेट इन्भेस्टमेन्ट त्यो डुबिया छ कि त्यो यिनीहरूको एकदम हाइली तेरो सब्सिडाइज मटेरियलहरू युज गरेर जिडिपी बढाउनलाई यिनीहरूले गोस्ट टाउनहरू बनाएको हुन्छ नि सब धेरैवटा डुबेको छ है अब सङ्घाईमा त कसैले किन्नै सक्दैन होइन सङ्घाई बेजिङको त कुरै छाडिदिउँ होइन तर बाहिर आउटस्कर्टहरूमा नि अनि अब जस्तै फाइनेन्सको कुरा गर्न थाल्यो भने त यस्तो यो गोस्ट टाउन यो डुब्छ भन्यो भने त त्यो त एउटा मार्केटमा त्यो प्यानिक क्रिएट गर्छ अब लको कुरा त चाइनामा कुरै नगरौँ होइन जस्तै फर इक्जाम्पल जस्तै अरू देशहरूमा जस्तै फर इक्जाम्पल फ्रिडम अफ स्पिचलाई पनि एउटा राइट्स भनेको छ अब चाइनाले त्यो रेकगनाइज गरेको छैन मेजोरिटी एसियन कन्ट्री जो चाहिँ कन्जर्भेटिभ छ तैँले रुट लेभलमा हेरेछ भने उनीहरूले फ्रिडम अफ स्पिचलाई राइट एक्सेप्टै गरेको छैन कि यो नयाँ कन्सेप्ट हो एसियाको लागि किन भनौँ जस्तै हाम्रो कल्चरमा हेर्न आफैभन्दा ठुलोसँग विरोध गर्न नपाउने त्यो त फ्रिडम अफ स्पिचको विरुद्ध यसरी त ल भन्छ भन्नै पऱ्यो भने फ्रिडम अफ स्पिच भनेको कन्जर्भेटिभ एसियन कन्ट्रिजहरूले ग्रिन लाइट दिएको चिज होइन क्या यो नयाँ कुरा अब चाइनामा अहिले वर्ल्डको तैँले सिचुएसन हेर्नु जुन देशमा पनि सोसियल मिडिया युज भएर रेभोल्युसनहरू भइरहेछ अगेन यो मेरो ओपिनियन हो यहाँ चाहिँ होला अब 100% न्युजमा तेरो 40% राइट न्युज हुनसक्छ तर 60% चाहिँ हावै न्युज छ कि अब जस्तै जेनजीको त्यो आन्दोलनको बेला मलाई एउटा न्युजमा म राति हेरिरहेको छु होइन अपडेट भइरहेको छु के भन्यो न इन्डियन आर्मी हेटौँडा आइसक्यो अनि भिडियो थियो होइन एउटा त्यो के अरे त्यो ट्रकमा त्यो आर्मीको ट्रकहरू गएको भिडियो इन्डियन आर्मी हेटौँडा आइपुग्यो म एकछिन भागे इन्डियन आर्मी हेटौँडा अनि मान्छेले बोलिरहेको हुन्छ होइन ल हेर्नुहोस् त इन्डियन आर्मी मैले एउटा त्यस्तै देखाएको थिएँ होइन एउटा ब्रिज थियो कि होइन ब्रिज ठुलै ब्रिज थियो होइन अनि यताउति हेर्दाखेरि पाहाडहरू थियो कि नेपाल जस्तै देख्ने ठाउँ थियो पाहाडहरू थियो त्यो रोड भयो होइन अनि छेउछेउमा गाउँ जस्तो टाइपको थियो होइन अनि त्यहाँ पुरै लाइक त्यो बाढी आइरहेछ कि होइन अनि त्यो मान्छेले कमेन्टेरी जस्तो गरिरहेछ कि ल हेर्नुहोस् त अब यो के अरे पहिरोले लान्छ के अरे ल भत्क्यो ल लग्यो ए ल ढल्यो होइन त्यो ब्रिज चाहिँ कोल्याप्स भइरहेछ कि होइन अब कहाँ रहेछ यार यस्तो पहिरो आएको यार यो ठुलै पहिरो आयो कहाँ पहिरो आयो भनेर हेर्छु कमेन्ट खोल्छु होइन टिकटकमा कि पहिला सुरु म टिकटक धेरै चलाउँदिनँ होइन मेरो त्यो फिड पनि त्यो राम्रोसँग क्युरेटेड भएको छैन कि सो अलिकति ट्रेन्डिङ जे छ त्यही आइदिन्छ कि मेरोमा त्यो मेरो लागि स्पेसिफिक भनेर आउँदैन कि किनकि मैले धेरै चलाएको पनि छैन टिकटक होइन एकदम कहिलेकाहीँ मात्रै हेर्ने हो कि होइन अनि अब कमेन्ट खोल्छु होइन यो कहाँ रहेछ यार यस्तो पहिरो त भनेर अनि कमेन्टमा पनि थिएन कि मान्छेहरूले लेखेको थिएन अनि मान्छे पनि ला कस्तो पहिरो आएछ समथिङ त्यस्तो कुराहरू थियो होइन कमेन्टमा अनि फेरि हेरेँ क्या कहाँ रहेछ यो भनेर एउटा साइनबोर्ड जस्तो देखेँ कि होइन त्यो हुन्छ नि लोकेसनको साइन लेखेको लोकेसनको साइनमा इङ्ग्लिस लेखाएको थियो कि होइन इङ्ग्लिस लेखाएको छ अनि त्यही नै अब त्यो लोकेसन हेरेर मैले त्यो सर्च गरेँ गुगलमा होइन भरे त पोर्चुगिज रहेछ कहाँ भने चाहिँ ब्राजिलको कुन चाहिँ गाउँ रे कि होइन ब्राजिलको कुन चाहिँ गाउँमा त्यो बगाइरहेको छ भने त्यो ब्रिज अनि नेपालीले त्यहाँ कमेन्टेरी गरेर यसले लग्यो ढाल्यो ब्रिजलाई ढाल्यो अनि मान्छेले हेर्दाखेरि त्यो त नेपाल जस्तो लाग्छ नि भने कि सो अब मान्छेलाई त्यस्तो लागिहाल्छ नि त कमेन्टेरी गरिरहेको छ होइन ल हेर्नुहोस् त कहाँ फलानु ठाउँमा ब्रिजलाई पहिरो लग्यो बाढी आयो भने मान्छेले त नेपाल भन्टाइ नै हाल्छ नि यहाँ नत्र नेपाल होइन भने त हामीलाई हेर्न चाहिँ मन हुन्छ तर अब त्यस्तो सिग्निफिकेन्ट त हुँदैन नि हाम्रो लागि होइन नेपालमा बाढी आयो यार यो त जो चाहिँ एउटा हुन्छ नि होइन मेरो देशमा बाढी आयो भनेर होइन अलिकति कन्सर्निङ चिज हुन्छ नि त मलाई यो चाइनाको यो वाला कुरामा चाहिँ अलिकति यो लमा चाहिँ अलिकति दम के लाग्छ नि धेरैजनाले पोलिटिकल कुरा गर्छ होइन इन्क्लुडिङ अस पनि होइन
हामीसँग एउटा ब्याकिङ छैन नि त कसैको पनि हुन त्यसलाई सपोर्ट गर्ने तँहरू किन बोलिरहेछस् भन्ने पनि एउटा कुरा हुन्छ होइन हामीले त धेरै जस्तो डिटेलमा कहिले पनि छिराएको छैनौँ हामी सर्फेसली कुरा गरेर हाल्छौँ जति हामीसँग नलेज छ होइन जतिको बारेमा हामी स्योर छौँ हामी केही कुरा पनि अज्युम या केही कुरा पनि 100% सर्टेनिटीमा बोले हुँदैनौँ नि त तर अहिले हेरिस् भने अब कतिवटा चाहिँ तर इम्पोर्टेन्ट कुरामा पनि हावा मान्छेहरूले हावा कुरा दिए हुन्छ नि त्यसपछि त्यो एकदमै चाँडो फैलिने पनि रहेछ कि मिसइन्फर्मेसन धेरै छिटो स्प्रेड हुन्छ कि मलाई चाहिँ के लाग्छ भने होइन अब चाइना जस्तो हार्ड ब्यान्ड चाहिँ गर्नु अलिकति ठिक होइन तर यो मिसइन्फर्मेसनलाई कन्ट्रोल गर्नलाई पनि त केही न केही त गर्नुपर्ने भइसक्यो नि त होइन हुन त लेगेसी मिडियाहरू आजकल त प्रोपोगेन्डा मसिनै भइसक्यो उनीहरू त होइन उनीहरूबाट एउटा क्रेडिबल नन बायस्ड ट्रुथ एक्सपेक्ट गरे हुन्छ तर नन बायस्ड एक्सपेक्ट गर्नु मिल्दैन किनकि तिनीहरूको त्यो अब बिगिसक्यो कि तिनीहरू यार पहिल्यैदेखि बिगेकै हो होइन पियर्स मोर्गनले एक्चुअली त्यो अमेरिकन एउटा होस्ट छ नि टिभी होस्ट के अरे त्यो ओप्राको त्यो सोमा के अरे प्रिन्स ह्यारी र मेगन मार्कल छ नि अनि आउँदाखेरि त्यसपछि मेगन मार्कलले चाहिँ आइ एम कम्युनिकेटिङ थ्रु यु माई ट्रुथ रे क्या अनि त्यसपछि पियर्स मोर्गनले सही कुरा गरेको थिएँ एउटा कुरा त्यसमा देयर इज नो सच थिङ एज माई ट्रुथ अर योर ट्रुथ देयर इज ओन्ली ट्रुथ रे के होइन त्यो भन्न खोजेँ के भन्दा मिडियाको चाहिँ माई ट्रुथ आउँछ कि जहिले पनि मैले भन्न खोजेँ के मात्रै भने मिडियाले को कमजोरीको कारणले त यो अहिले यो सोसियल मिडियाको यो आएको तर यो आउनु धेरै राम्रो कुरा तर यसलाई रेगुलेट मिसइन्फर्मेसनलाई रेगुलेट गर्नु पऱ्यो नि त किनकि यो वाइल्ड फायर जस्तो गइदिन्छ कि एकदम होइन ऊ भनेको थिइस् नि त्यही त पियर्स मोर्गनले माई ट्रुथ देयर इज नो सच थिङ एज माई ट्रुथ भनेर होइन यो चाइनाको चाहिँ मलाई यस्तो लाग्छ कि पहिला सुरु तिनीहरूकोमा त्यो लार्ज स्केलमा मिसइन्फर्मेसन चाहिँ पहिलेदेखि कन्ट्रोल छ क्या बुझ्यो नि त्यहाँ भनौँ न गभर्मेन्टले कुनै लाइक ल ल्याएर वा कुनै लाइक भनौँ न बेसिकली गभर्मेन्टले कुनै एउटा नयाँ आइडिया ल्याएर कि होइन त्यो नयाँ आइडियालाई मान्छेले त्यसको अगेन्स्टमा बोल्नै डराउँछन् कि बोल्दैनन् कि त्यहाँ होइन पहिले सुरु त्यो छ अनि अर्को कुरो के छ भने तिनीहरूले पहिल्यैदेखि नै यो सोसियल मिडियाहरू जति पनि छ नि यो जस्तै अब त्यहाँ युट्युबको सट्टा बिलिबिली चलाउँछन् मान्छेले टिकटकको सट्टा डुइन रे अब टिकटकै हो कि डुइन भने होइन तर इन्टायरली डिफ्रेन्ट एप के अब होइन त्यस्तो चलाउँछन् अनि तैँले डुएनमा पनि तेरो लाइक साइन्स एन्ड इन्जिनियरिङ भनेर छुट्टै सेक्सन हुन्छ अरे कि बच्चाहरूलाई वा जोसुकैलाई हेर्नलाई होइन सो त्यस्तो हुन्छ उनीहरूको गुगल हुँदैन होइन उनीहरूको लाइक त्यो आलिबाबाहरू हुन्छ होइन त्यो एमाजोन हुँदैन सो उनीहरूको सबै अल्टरनेटिभहरू छ कि सबै उनीहरूले कन्ट्रोल गर्न मिल्छ कि त्यहाँ उनीहरूलाई नयाँ कुरै होइन कि तैँले भनौँ उनीहरूको स्टेट अप्रुभड केही चिज छ त्यसको बारे लाइक कुनै लाइक नेगेटिभ पोइन्टमा वा कुनै क्वेसन उठाइस् भने तेरो भोइस नै उनीहरूले यसको हटा भनेर हटाइदिन्छ कि त्यो फैलि नै पाइँदैन कि होइन तर यस्तो पनि त हुनसक्छ मेबी हामीले चाइनालाई अहिले डिस्क्रेडिट गरे हो कि मेबी चाइनाले के गर्न खोज्छ जो मेबी है यो जुन चाहिँ सेन्सिटिभ होइन क्या यिनीहरू मतलब इम्पोर्टेन्ट टपिकहरू जो चाहिँ मान्छेहरूले हुन्छ नि एउटा सोसाइटीमा मान्छेहरूले एकदम कन्सन्ट्रेट गर्छ यस्तो टपिकहरूमा कुरा गऱ्यो भने पनि एउटा लिजिट क्वालिटीको कुरा गरोस् डिबेट पनि राम्रो डिबेट होस् जस्तै नेपालकोमा महेश बस्नेत भन्ने छ अहिले होइन त्यो सिपिएन युएमएलको युथ विङको लिडर के अब महेश बस्नेतले यो भन्यो त्यो भन्यो त्यो त फेसबुकमा होइन महेश बस्नेतले यो भन्यो महेश बस्नेतले त्यो भन्यो होइन अब ठिक छ महेश मलाई त पहिलो कुरा अचम्म लागिरहेको छ महेश बस्नेतको नाम मलाई किन थाहा छ भनेर अब केपी ओलीको नाम थाहा हुन्छ किन ऊ प्रधानमन्त्री बनिसकेको मान्छे हो देउवाको नाम याद हुन्छ किन ऊ प्रधानमन्त्री बनिसकेको मान्छे हो पुष्पकमल दाहाल प्रचण्डको नाम याद हुन्छ प्रधानमन्त्री बनिसकेको मान्छे हो मतलब उनीहरू त हाइएस्ट अफिस इन द ल्यान्डमै पुगेको मान्छे उनीहरूको नाम जुनसुकै पार्टीको होस् याद हुनु लिटरली महेश बस्नेतको एक्जिस्टेन्सको हामीलाई जिरो रेलेभेन्स छ कि उसले अब न एउटा सेटेलाइट बनायो न उसले क्यान्सर क्योर गरे मलाई उसको नाम किन थाहा छ नै त्यो नै मिसइन्फर्मेसन पार्ट भइसक्यो क्या त्यो सोसियल मिडिया मिसयुज भएको जस्तो कि तपाईँ होइन महेश बस्नेतको नाम मलाई किन थाहा छ उसले क्यान्सर क्योर गरे होइन जस्तो लाग्यो उसले के फोहोरबाट पिच बनाएर हुन्छ नि त्यो भिटामिन बनाएर रोड बनाउन त्यो हुन्छ नि त्यो रिसाइकल गरेर भिटामिन बनाएर पिच रोड बनाउने टेक्नोलोजी ल्यायो त्यो पनि होइन उसले के बागमतीको खोलालाई एक ड्रप एउटा औषधि हाल्यो कि त्यो ड्रिङ्किङ वाटर बनायो त्यो पनि होइन
के गरे होइन महेश बस्नेतको नाम मलाई थाहा छ भनेपछि मैले भन्नु खोजेँ के भन्दाखेरि यो पनि एउटा पार्ट अफ द मिसइन्फर्मेसन हो कसरी भन्दाखेरि वी आर डिबेटिङ लो क्वालिटी टपिक्स के विच इज इरेलेभेन्ट फर द डेभलपमेन्ट अफ द कन्ट्री एन्ड ओभरअल माई डेभलपमेन्ट एज अ पर्सन अल्सो क्या अब जस्तै यहाँ कुराहरू जस्तै कतिवटा ठाउँमा राम्रो कुरा पनि आउँछ बिपी कोइरालाको कङ्ग्रेसको यस्तो यस्तो थियो देउबाको कङ्ग्रेसको यस्तो यस्तो भयो या मदन भण्डारीको एमालेको यस्तो यस्तो थियो केपी ओलीको एमालेको यस्तो यस्तो भयो कम्पेरिजन या डिबेट दिस आर गुड क्वालिटी क्या किनकि हामी जति पनि अब डिनाइ गरौँ होइन जति पनि डिसअग्री गरौँ कङ्ग्रेस माओवादी त अहिले नभनौँ तर कङ्ग्रेस र एमाले भनेको एउटा दे आर द ह्युज पोलिटिकल फोर्स के तैँले हुन्छ नि हिस्टोरिकली लिटरली पनि क्या अहिले पनि तैँले एउटा रुखको फोटो देखाइस् भने कुन पार्टी हुनु उनीहरू झ्याम्मै थाहा पाउँछ एउटा सूर्य देखाइस् भने यो एमाले हो भनिदिन्छ त्यो त्यत्रो त्यो एउटा बुझ्नु एउटा सिम्बलिजम नै बुझ्नु भनेकै मतलब उनीहरू ह्युज पोलिटिकल फोर्स होइन मैले त्यो मात्रै भन्ने कि अब मान्छेहरूलाई अब अहिले कङ्ग्रेस एमाले मन पर्दैन त्यो नमन पर्नु उहाँहरूको चोइस हो त्यो मैले छुट्टै त्यो गर्नै खोजेँ होइन कि यो पार्टीहरू ठुलो हो अनि जेनजीले अब नयाँ ल्याउने पार्टीहरू इरेलेभेन्ट भनेकै होइन कि त उनीहरू एउटा ठुलो पोलिटिकल फोर्स हो कि त्यो त्यहाँ एक्जिस्ट गर्छ कि त्यो स्फियरमा गएपछि तिनीहरूको त्यहाँ एक्जिस्टेन्स त्यो रेलेभेन्ट हुन्छ छ कि अनि मैले भन्नु खोजेँ के मात्रै भन्दाखेरि होइन अब जस्तै अब यो पार्टीको पनि त मलाई त्यो भित्रको गुदीवाला त्यो ननसेन्स त्यो मतलब पोलिटिक्स त मलाई मतलब छैन नि ल काङ्ग्रेस पार्टीको मेनिफेस्टोमा यो यो छ है यो पो इन्ट्रेस्टिङ कुरा हो वाइ आर यु नट डिबेटिङ अबाउट दिस उनीहरूले अब जस्तै यो एमालेको यो मेनिफेस्टो छ तर उनीहरूको क्यान्डिडेटले यो पुरै गर्न सक्दैन किनकि उनीहरू त्यति कम्पिटेन्टै छैन हो यो पो गुड टपिक अफ महेश बस्नेतले म के गरौँ मलाई बाल अब उसले अस्ति भएर सुनिरहेको थिएँ यो नयाँ इन्टरिम गभर्मेन्टले केपी ओलीलाई छ नि एक्स प्राइम मिनिस्टरहरूलाई खै त्यो पुलिस सेक्युरिटी आर्मी सेक्युरिटी के पाउँछन् होइन त्यो घटाइदियो क्या त्यो तर सेक्युरिटी घटाइदिएको चाहिँ हो एकदमै घटाइदियो अनि त्यति महेश बस्नेतले एउटा प्रेस इन्टरभ्यू के भन्छ अब के अरे युएमएलको युथ सेक्युरिटी हुन्छ युथ त्यो के मेम्बर हुन्छ नि यिनीहरूको त्यसले सेक्युरिटी दिन्छ अरे 3 लेयर सेक्युरिटी रे क्या युथ है क्या म भनिरहेको छु ए दिन त भाइ तर यो न्युज किन आइरहेको छ है मलाई त्यो मात्रै अचम्म लाग्यो कि मैले भन्नु खोजेँ के भन्दाखेरि मलाई लाग्छ चाइनाले यो सर्टिफिकेटवाला कुरा ल्याएर चाहिँ के गर्न खोज्यो भने अनलाइन प्लेटफर्ममा डिबेट भयो भने क्वालिटीको डिबेट होस् कन्ज्युम भयो भने क्वालिटीको कन्ज्युम होस् कि जसलाई चाहिँ एउटा कुरा थाहा छ क्या जस्तै मैले ल पढाएँ होइन मलाई एउटा कुरा के थाहा छ भने यदि मैले कसैले मलाई ल रिलेटेड क्वेसन सोधेँ अनि मैले हावादारी आन्सर दिएँ भने अनि त्यो रङ भनेर थाहा पायो भने मेरो डिग्रीमा क्वेसन उठाउँछ भने मलाई थाहा छ कि त्यसले म हावा कुरा गर्दिनँ कि किनकि हो कि होइन म एज अ लयर भएर त्यसपछि मलाई एउटा लको बारेमा अब पब्लिक ल रिलेटेड कुरा सोधेर क्या मैले इरेलेभेन्ट आन्सर दिएँ भने त मान्छेले त यो मान्छेले हावा ल पढाएर चाहिँ यसलाई केही थाहा नै छैन भन्ने हुन्छ त्यो एउटा अकाउन्टेबिलिटी आउँछ कि त्यो नहोस् भनेर पनि त म कम्पिटेन्ट हुन्छु या अकाउन्टेबिलिटी पनि छ नि त होइन कि मैले बोलेको कुराहरूको अकाउन्टेबिलिटी फर्स्ट अकाउन्टेबिलिटीहरू त्यो यसमा चाहिँ मेरो कम्पिटेन्समा क्वेसन उठिदिन्छ भन्ने हुन्छ नि त त्यसैले मान्छेहरूले जे पाइदियो बोल्दैन है बोल्दाखेरि पनि 3 चोटि 4 चोटि रिभाइज गरेर आर्ग्युमेन्ट सबै ठाउँको बुझेर अनि यदि म रङ रहेछु मेरो पर्सपेक्टिभ पहिले रङ चाहिँ चुप लाएर बसिहाल्छ है तपाईँ बुझ्नुहोस् तर अब त्यो खाली भाडा बढी पड्किन्छ भन्छ नि त्यस्तै कि अब यहाँ उनीहरूलाई थाहा नै छैन जे पनि भन्दैछ तपाईँ बुझ्नुहोस् सो त्यस म चाहिँ तँलाई यो भन्नु लाग्थेँ कि यसकै बारेमा होइन यिनीहरूले यो 10-15 इयर्स भयो यसलाई लाइक बढाउँदै लगिरहेछन् कि होइन सो अनि मलाई चाहिँ के लाग्छ भने एक्जिस्टिङ अहिले जुन यो चाइनिजको ऊ छ नि सोसियल मिडिया वा अनलाइन प्लेटफर्म छ नि त्यहाँ पहिला सुरु जो पाए त्यसले अहिले पनि जो पाए त्यसले त्यो जथाभावी अन्टरनेसनल बोल्न पाउँदैन कि त्यहाँ बोल्यो भने तँलाई लान्छ कि 100% होइन अनि त्यही हो तैँले भनेको चाहिँ एकदम ठिक हो जुन त्यो प्रोडक्टिभ जुन चाहिँ इन्फर्मेटिभ यो एउटा गुड साइड हुनसक्छ भने जुन त्यो इन्फर्मेटिभ कुराहरू त्योलाई चाहिँ अगाडि ल्याउन सक्छ त्यो चाहिँ एकदम ट्रु हो होइन अब आर्ग्युमेन्ट गर्दाखेरि एउटा फर द मोसन अगेन्स्ट द मोसन त हुनै पऱ्यो नि त होइन मैले चाहिँ यसको गुड साइडहरू पनि देखाएको होइन गुड यस्तो हो कि ब्रो
गुड साइड पनि म भन्दिनँ त म ब्याड साइड पनि भन्दिनँ कि बुझ्छ नि यो इफ तँलाई एज अ ब्ल्याक एन्ड व्हाइट छैन कि यो ग्रेमा छ कि हो एक्ज्याक्टली अनि इफ एज अ कन्ट्री जस्तै चाइना जस्तो कन्ट्रीलाई अब त्यत्रो पावरफुल कन्ट्री त्यत्रो ठुलो कन्ट्रीलाई टिक्न मन छ भने तैँले यस्तो यस्तो चिज गर्नै पर्छ जस्तो लाग्छ कि मलाई चाहिँ बुझ्छ नि तर अब चाइना डुबोस् भनेर त कतिवटा देशले त्यो कुरा चाहन्छ कि भन्न अमेरिका इन्डिया होइन तेरो यो जापान कोरिया रसिया होइन यिनीहरू त पायो भने त चाइनिजलाई त मारुमै भन्छन् है कि जापानिज र कोरियनहरूले जापानिज कोरियन र चाइनाको तिनजनालाई तिनैजनाले मन पराउँदैन कि तिनीहरूको त्यस्तो चर्को छ होइन सो म गुड अर ब्याड चाहिँ म भन्दिनँ होइन किनभने अब इफ चाइनालाई टिक्नु मन छ भने तर यार सजिलै टिकिँदैन कि अहिलेको लाइक सबले खुट्टा तानिहाल्छ नि तेरो अमेरिका जस्तो देश सजिलै टिक्या हो त के चाहिँ गरेका छैनन् कि तिनीहरूले बिहानदेखि होइन तर युरोपले के नराम्रो चिज चाहिँ गरेका छैनन् कि होइन होइन त यसो हेर्न अब नेपालमा पनि त सोसियल मिडियामा अलिकति हुन्छ फर हाइपोथेटिकली मानौँ होइन कम्पिटेन्ट मान्छेहरूले बोलेर एउटा फ्रुटफुल अनि त्यसपछि एउटा गुड डिबेट भएको भए आई थिङ्क सोसाइटी धेरै अगाडि अझै जान्थ्यो जस्तो लाग्छ त्यो त जान्थ्यो तर यस्तो छ कि गुड मान्छे कम्पिटेन्ट मान्छे अनि नलेजेबल मान्छे भनेर ऊ गयो भने उसको त्यो एज अ कन्टेन्ट उसको त नलेज छ त्यो सबै छ कि होइन तर एज अ कन्टेन्ट क्रिएटर ऊ एन्टरटेनिङ हुँदैन कि एकदम भेरी फ्यु मान्छे हुन्छ जो चाहिँ एन्टरटेनिङ पनि हुन्छ जसको चाहिँ नलेज पनि फर इक्जाम्पल तँलाई त्यो विसस भन्ने युट्युबर होइन त्योसँग नलेज पनि छ त्यो एन्टरटेनिङ पनि छ कि त्यो भेरिटासियम भन्ने एउटा युट्युबर छ होइन त्यसले एकदम साइन्स अनि फिजिक्स म्याथमेटिक्स यिनीहरू एन्टरटेनिङ पनि छ अनि यिनीहरूको इन्फर्मेटिभ पनि छ कि त्यो मात्रै त्यस्तै गरी तेरो त्यो ऊ के जनी ह्यारिस होइन त्यसको छ बायसहरू आफ्नै ठाउँमा छ होइन तर त्यो एन्टरटेनिङ पनि छ त्यसको भिडियो क्वालिटी होइन कति मुभी हेरे जस्तो हुन्छ या डकुमेन्ट्री हेरे जस्तो अनि इन्फर्मेटिभ पनि छ कि त्यो मात्रै होइन क्या त्यो के अरे अब अहिलेको अटेन्सन स्प्यान कति हो अटेन्सन स्प्यान पनि 5 सेकेन्ड्स हो 5 सेकेन्ड्स 5 हो कि 3 हो अटेन्सन स्प्यान हेर त अहिलेको 8.5 यो अन्त एभरेज होला यो त एभरेज हो भनेपछि तेरो लाइक कम गयो भने त 3-5 मोबाइल भ्युइङ तेरो 1.7 सेकेन्ड एक्ज्याक्टली एभरेज अटेन्सन चाहिँ तेरो 8.5 एक्ज्याक्टली त्यही भने कि अब तेरो कन्टेन्ट क्रिएटर भनेर ल त एजुकेटेड मान्छे यताउति मान्छेलाई ल्याइस् रे होइन उसलाई कन्टेन्ट उसले बनाउनु थाल्यो रे उसको त्यो लाइक त्यो एन्टरटेनमेन्ट भ्यालु घट्यो कि ब्रो अब हेर्न जेनजी युजर स्विचेस एप एन्ड एभरेज अफ 12 टाइम्स पर आवर रे कि अनि त्यो भनेको त्यो 60 डिभाइडेड बाई 12 मैले भन्न खोजेको चाहिँ त्यही के त कम्पिटेन्ट मान्छेलाई ल्याइस् भने उसले त्यो एन्टरटेनमेन्ट भ्यालु दिन सक्दैन भने जो नर्मली जतिजनाले हेर्थे नि त्यो भ्युवर चाहिँ डिभाइड बाई 2 हुन्छ होला कि त्यसको क्वार्टर अफ द पिपलले हेर्छ होला कि त्यो भिडियो वा जेसुकै कन्टेन्ट होस् होइन अनलाइन कन्टेन्ट टिकटक होस् युट्युब होस् जेसुकै होस् अब जस्तै जो रोगनको हामी रिलिजियसली हेर्छौँ होइन तर सेलेक्टिभ हो त्यहीँ तेरो आइसक्यो अब जस्तै एकदम लाइक दामी हुन्छ नि 10-12वटा पिएचडी भए मान्छे आयो अरे कि होइन उसले बोलेको सुन्न नि झ्याउ लाग्छ भने त कसैले हेर्दैन नि त्यो होइन त्यो कन्टेन्ट भनेपछि त्यो कन्सिडर हुन्छै हुन्छ कि तेरो व्हाइट पेपर होइन नि रिसर्च पेपर होइन थिसिस होइन लेखिदियो हालिदियो अब पढ्ने मान्छेले पढ्यो भने त्यस्तो होइन क्या ब्रो कन्टेन्ट भनेपछि त्यसको त्यो एन्टरटेनमेन्ट भ्याल्यु आउँछ कि सो त्यो चाहिँ अनि अब भनौँ यही यस्तै चिज त्यो लाइक इन्टरनेसनली मान्छेले भनौँ न फर इक्जाम्पल युएस जस्तो देशमा यस्तो गर्न मिल्दैन कि यस्तो गर्छु भनेर गभर्मेन्टले कुरा मात्र उठायो भने नि युट्युब अनि तेरो इन्स्टाग्राम होइन अनि तेरो त्यो एक्स सबले लबी गरिदिन्छ कि त्यहाँ किनकि उनीहरूको ल भनौँ कन्टेन्ट क्रिएटर त घट्यो नि त्यहाँ 10जना कन्टेन्ट क्रिएटर छ अरे 2जनासँग डिग्री छ भने बाँकी 8जना त बनाउनु पाएन नि त तर उनीहरूको भिडियो पपुलर छ भने त अब मिस्टर बिस्टको तेरो भन्ने भने कन्टेन्ट क्रिएटर हो तर उसमा डिग्री नै छैन 12 पास मात्रै त्यो त उसको त कन्टेन्टै त्यस्तो छ मैले भन्न खोजेँ क्या तर मैले त्यस्तो खाले कन्टेन्ट कि एजुकेसनल भनौँ फाइनेन्स ब्रोजहरू छ नि यार उनीहरूसँग त्यो के अरे पिबिडीसँग छ होला डिग्री होइन त्यो अरूसँग त छैन नि त्यो फाइनेन्स ब्रोज त कति छ नि त त्यो युट्युबमा एन्ड्रु टेट त्योसँग कहाँ डिग्री छ अन्ठन बगेर हुन्छ अस्तिसम्म आई एम अगेन्स्ट बिटकोइन रे अथवा एउटा त्यसको लाइभ स्ट्रिमको क्लिप थियो होइन बाई 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 भनेर कराइरहेको छ कि सो अब तेरो यो युएस जस्तो देशमा तेरो इन्टरनेसनल उसमा यो अप्लाई चाहिँ गर्न मिल्दैन होइन चाइनामा चाहिँ मिल्छ किनकि स्टेटको पावर इज हायर देन तेरो यो अरू यो कम्पनीजहरू के तर उनीहरूको स्ट्रक्चर पनि त्यसरी नै स्ट्रक्चर नै त्यसरी नै छ
होइन सो त्यस्तो छ। अनि अर्को चाहिँ के लाग्छ अनि अर्को चाहिँ मलाई के लाग्छ भने उनीहरूको रिस्क पनि छ कि उनीहरूले यो ल पास गर्नुमा उनीहरूको एउटा जस्टिफिकेसन पनि छ जस्तो लाग्छ मलाई चाइनाको। किनकि अहिले मैले अघि भने उनीहरू तैँले भने थिइस् उनीहरूको खुट्टा तान्नलाई धेरै मान्छे छ अनि यो सबैभन्दा इजिएस्ट वे हो यो खुट्टा तान्नलाई तपाईँ बुझ्नुहोस्। अब घर घरमा तेरो अघि भने हामी हाँसिरहेको थियौँ नि त्यो विन्डोज एक्सपीको मर्कन्टाइलको त्यो हामीले खोलेर हेर्दाखेरि 40 GB को हार्ड डिस्क रे त्यही छ देखाइदैन ल यो गाइस हैन यो नजिक ल्याएर यतासम्म ल्याएर यो हेर यो 1 किलोको छ होला है यो 1 किलोको छ होला है यो यसको वेट छ नि 1 किलोको छ के हैन यसको कति भन्दाखेरि यसको 40 GB रे यो अहिलेको ब्रो एसडी कार्डै भन्दा बढी पाउँछ होला त्यो देखाइदैन। अब यो हामीले अब यो चाहिँ अब त्यति नयाँ ल्यापटप त होइन तर पुरानो ल्यापटप हो होइन। अब यो पुरानो ल्यापटपबाट झिकेको हामीले होइन अब यो 2012-13 तिरको हार्ड ड्राइभ झिकेको ल्यापटप होइन। अब अघिको भइहाल्यो त्यो यत्रो ठुलो होइन। अब विन्डोज एक्सपी थियो त्यतिखेर विन्डोज एक्सपी को त्यो मर्कन्टाइलको है मर्कन्टाइलको पीसी को स्टोरेज डिभाइस हार्ड ड्राइभ यो ल्यापटपको डेलको ल्यापटप 2012-13-14 तिरको ल्यापटपको हार्ड ड्राइभ थियो त्यो के अरे 2005-2002 होइन यो त 1990s अब साइज अब त्यसको वेट हेऱ्यो भने त्यो कति लाइक 1 किलो होला कि यो 1 किलो छ भारी छ भारी छ कि त्यो। अब यो यत्रो सानो छ कि होइन। अब यो 1 TB त्यो 40 GB कि अब त्यो भयो होइन। अब यो कुरा छोडिदिउँ होइन। अब अहिलेको यो फोनहरू छ नि यसको पावर त्यो अहिले त्यो ल्यापटपको देखाभन्दा बढी छ होइन। सो मैले भन्न खोजेँ के भन्दाखेरि यहाँ होइन अहिले हातमा सबसँग भन्दा अब आजभन्दा 20 वर्ष अगाडि सुपर कम्प्युटर जो भन्थ्यो नि आज हातमा छ कि। सो मैले भन्नु खोजेँ अहिले फोन नभएको छ भन्दा सबैभन्दा इजिएस्ट वे टु रेभोल्युसन सुरु गराउनलाई कि किन त्यो इजिएस्ट वे टु रिच द पिपल के होइन। सो मैले के भन्न खोजेँ भने अब चाइनासँग मलाई लाग्छ एउटा रिजन पनि छ कि वाइ दे आर टाइटनिङ दिस कि किनकि अहिले उनीहरूको जे भयो नि त इकोनोमिकल हामीले ड्राफ्ट इकोनोमिकल उनीहरूको स्ट्याटिस्टिक्स हेऱ्यौँ भने त वर्ल्डको टप सेकेन्डमा छ अनि उनीहरूको 5% रेटले जिडिपी बढ्दै नै छ ल 5.25 त्यो भनेको भेरी गुड इकोनोमी हो नि त्यो उनीहरूको जुन स्केल छ नि उनीहरू एभ्री इयर 5 फलोइङ 3.11 रेट इन 2020 त कोभिडले असर गर्यो होला होइन 100% होइन। सो 2023 मा 5.25 छ 2020 मा 3.11 छ अनि फर्स्ट हाफ अफ 2000 5.3 छ होइन। भन्नु सेकेन्ड क्वार्टर 5.2 छ एभरेजमा गर्दाखेरि 5 आउँछ उनीहरूको यसो हेर्दा होइन। उनीहरू 5% जिडिपी रेटले बढी नै राख मैले भनौँ इकोनोमिकली उनीहरू बवाल पोजिसनमा छन् कि। अब यही रेटमा उनीहरू चाँडै अमेरिकालाई पनि टक्कर दिन सक्छन् कि। हुन त अमेरिकाको 30 भएको उनीहरूको 18-19 भइसक्यो होइन तर 5% को रेटले बढ्दै नै छ भनेपछि त अर्को 20-25 वर्षमा त क्याचअप गर्छ तर अमेरिका पनि त अमेरिका 3.8 छ। त मैले भन्नु खोजेँ कि चाइना एकदम राम्रो पोजिसनमा छ अनि उसलाई तल झार्नलाई मान्छेहरू रेडी बस्छन् कि अनि उसले मलाई चाहिँ के लाग्छ उसले यो टाइट गर्दै जानुको कारण यो पनि हो कि किनकि यस्तो गरी चाहिँ अर्को यस्तो हुँदो रहेछ कि जस्तै चाइनामा चाहिँ त्यो यो सेन्सरसिप भन्दा नि यो चाइनाले गर्न खोजेको चाहिँ यसलाई एपिस्टेमिक गभर्नेन्स भन्दो रहेछ कि त्यो एपिस्टोमोलोजी भनेको चाहिँ तेरो ट्रुथको बारे स्टडी अफ ट्रुथ हो कि ट्रुथ नलेज होइन सोर्स अफ नलेज त्यसलाई चाहिँ एपिस्टोमोलोजी भन्छ होइन। एपिस्टेमिक गभर्नेन्स भनेपछि ट्रुथलाई नै डिफाइन गर्ने क्या अब यिनीहरूले बुझिस् नि होइन। जस्तै कि अब भनौँ ल अथोरिटी भए मान्छेले मात्रै भनेको चाहिँ लाग्छ अरे कि सोसियल मिडियामा इन्फ्लुएन्सर्सहरू जसको चाहिँ अथोरिटी छ जो चाहिँ भेरिफाइड छ अनि भेरिफाई कसरी गर्ने भनेपछि तेरो डिग्रीहरूले होइन जसको चाहिँ रिलेटेड डिग्री छ ऊ मात्रै भेरिफाइड भयो नि त होइन। जबसम्म भेरिफाइड मान्छेले ट्रुथ भनेर भन्दैन नि तबसम्म तैँले ट्रु बोले पनि फल्स बोले पनि त्यो फल्सै हुन्छ कि ब्रो बुझिस् नि। एक्जिस्टेन्स अफ ग्राभिटी एक्जिस्ट भनेर मैले भनिरहेँ होइन मसँग फिजिक्स डिग्री छैन होइन सो त्यो फल्स भयो क्या अब किनकि मसँग फिजिक्स डिग्री छैन कि तर तँसँग फिजिक्स डिग्री छ अरे तैँले ग्राभिटी एक्जिस्ट भइस् भने त्यो ट्रु भयो कि त्यतातिर जान्छ कि। अब नेक्स्ट स्टेप भनेको सेन्सरसिप भएन नि त सो द डेफिनेसन अफ ट्रुथ भयो कि ट्रुथलाई यिनीहरूले डिफाइन गर्न थाल्यो अनि ग्रेजुअली ओभर टाइम चाहिँ के हुन्छ भने
जो चाहिँ अथोराइज छ, जो चाहिँ भेरिफाइड छ, उनीहरू त्यो सोर्सबाट ट्रुथ नआएसम्म ट्रुथ भए पनि त्यो फल्सै हुन्छ कि, त्यतातिर जान्छ कि होइन। सो यो भनेको सेन्सरसिप भएन नि त। सेन्सरसिप भनेको त तैँले के बोलिस् त्यसपछि तेरो बोलीलाई सप्रेस गर्ने भनेको सेन्सरसिप भयो कि होइन। मलाई त के लाग्छ भने तर यो कुरा पनि त कम्प्लिटली गलत त होइन नि त। किन भन्न, इफ त भेरिफाइड मान्छे होस् रे अनि तैँले यदि गलत बोलिस् रे, सो अब अकाउन्टेबल पनि त बनाउन मिल्यो नि त तँलाई। तैँले बोलेर यस्तो भयो, सो युआर अकाउन्टेबल नाउ भन्ने पनि त भयो नि त। अब अहिले त कस्तो छ भने अब जहाँ चाहिँ फ्रिक आउट भनौँ न, फ्रिक आउट सोसियल मिडिया छ, त्यहाँ त जसले जे बोल्दै पनि हुन्छ। अनि त्यसै फ्रिडम अफ स्पिचको आडमा हुन त खासैमा ल अलिकति चेन्ज छ फ्रिडम अफ स्पिचको बारेमा होइन। तर मैले भन्न खोजेँ जसले जे पनि बोलेर, मैले भन्न खोजेँ अब त्यसले त्यो बोलेर अब एउटा जातीय दङ्गा भऱ्यो फर इक्जाम्पल, एउटा राइट्स भऱ्यो क्या, त्यो फल्स न्युजको बेसिसमा दङ्गा भऱ्यो। अब अकाउन्टेबल राख्ने कसलाई? यस्तो भयो क्या ब्रो, तैँले जो भेरिफाइड मान्छे छ नि, अब उनीहरूले बोल्यो भने त अकाउन्टेबल, भेरिफाइड मान्छे अकाउन्टेबल हुन्छ। तर इफ भेरिफाइड मान्छेले फल्स बोल्यो अरे फर इक्जाम्पल होइन, फल्स बोल्यो अरे, फल्सै ट्रुथ भयो कि, बिकज फल्स ट्रुथ भएर ट्रुथ भयो होइन कि, भेरिफाइड मान्छेले बोलेको फल्स कुरा पनि ट्रु भयो कि, त्यतातिर जान्छ कि। अनि तेरो चाइनाको यिनीहरूको यो स्टेटले गर्न खोजेको चाहिँ त्यो हो कि सेन्सरसिप, अनि त्यसपछि लाइक ट्रुथ, त्यो भन्दा नि जे कुरा उनीहरूले पास गर्यो नि, जे कुरा चाहिँ तैँले सुन्न मिल्छ भनेर स्टेटले जे भन्यो नि, त्यो कुरा चाहिँ अगाडि आउँछ होइन। अब त्यो विरोध गर्ने त अहिले विरोध हुँदैन भने त पछि त विरोध गर्ने कुरै भएन। तर जो चाहिँ अनभेरिफाइड मान्छे छ नि, उसले भनेको ट्रुथ चाहिँ ट्रुथ भएन, जो चाहिँ भेरिफाइड मान्छे छ उसले भनेको फल्स पनि ट्रुथ भयो कि, त्यतातिर जान्छ कि। अनि त्यो गरेपछि के हुन्छ भने मान्छेले क्वेसन उठाउनु मन लाग्यो अरे कि, फर इक्जाम्पल तँलाई, तँ भेरिफाइड छैनस्, म भेरिफाइड छु होइन, तँलाई क्वेसन मेरोमाथि क्वेसन उठाउनु मन लाग्यो अरे कि, तँ क्वेसन उठाउँदैनस् अरे कि। किनभने जे चिज चाहिँ तैँले ऱ्यासनालिटी र जे चिज चाहिँ लजिक भनेर बुझ्छस् नि, म भेरिफाइड छैन यार, म किन सोध्ने भनेर जे चिज तँलाई लाग्छ नि, तँलाई त्यस्तो लाग्छ नि त, त्यो चिज भनेको तेरो लागि ऱ्यासनालिटी र लजिक भयो भने स्टेटको लागि चाहिँ त्यो ओबिडियन्स भयो क्या ब्रो, बुझ्छ नि। स्टेटले तँलाई भन्नै परेन, तँ चुप लाग भनेर भन्नै पर्दैन कि, तैँले आफैले चुप लगाउँछस् कि त्यसपछि होइन, त्यसरी जान्छ कि। अनि अब सही गलतको मैले कुरा गरेको छैन हेर फेरि होइन, त्यो फेरि भन्नुपर्छ किनकि बिकज त्यो लाइक अहिले सही पनि छैन गलत पनि छैन। अहिलेको त्यो संसारमा टिक्नलाई यदि चाइना जस्तो देशलाई यसरी टिक्न मन छ भने यो सबै अप्लाई गर्नै पर्छ कि ब्रो। त्यही के ट्रुथकै कुरा भने कि तँलाई कोही क्वेसन उठाउन मन लाग्यो भने अनि मलाई के अरे लाइक म भेरिफाइड तँ अनभेरिफाइड रे होइन, तँ आफै क्वेसन उठाउँदैन बिकज द्याट वुड बी द के अरे गुड थिङ के, बुझिस् नि, ऱ्यासनालिटी अनि पेट्रियोटिजम होइन, फर द ग्रेटर गुड भने जसरी तँ आफै चुप लाग्छस्। तर तैँले त्यसरी बुझिस् भने स्टेटलाई चाहिँ के बुझ्छ भने तेरो ल तँ ओबिडियन्स भयो कि स्टेटको लागि चाहिँ होइन। तर एउटा कुरा पनि छ नि, तैँले भनेमै म थपिरहेको छु होइन, तैँले भनेपछि नि त एउटा भेरिफाइड मान्छेले भनेपछि त्यो नै ट्रुथ भयो, अनि सिपिसीपीले चाइनाले चाहेकै यही हो भनेर। तर एउटा कुरा के हो भने एउटा सर्टेन सेक्सन अफ मान्छेले एउटा कुरालाई ट्रुथ यही नै हो भनेपछि त्यो त ट्रुथै बनिदिइहाल्छ नि। तर फेरि त्यो भनेपछि त त्यो त माई ट्रुथ भयो नि त, बुझिस् नि। सर्टेन सेक्सनमा मान्छेले फल्स कुरा छ अरे, ट्रुथ छ अरे होइन, ट्रुथ भनेर मान्यो अरे, त्यो त फेरि माई ट्रुथ भयो नि त। अनि त्यो त अब थाहा छैन देयर इज नो सच थिङ एज माई ट्रुथ यताउति त्यो भनेर तैँले त्यो उसले भनिहाल्यो होइन। सो त्यो भनेको कि ट्रुथलाई नै अब नेक्स्ट स्टेप भनेको सेन्सर त कति गर्ने, सेन्सर भनेको त तँलाई बोल्न नदिए भनेर भइसक्यो कि सेन्सर भनेपछि। तर अब तैँले भनौँ न यस्तोलाई यसलाई के भन्छ एपिस्टेमिक गभर्नेन्स, यो अप्लाई गरिस् भने त ट्रुथै तैँले डिफाइन गरिस् कि। अब ट्रुथै डिफाइन गरेपछि त अब तँ नबोल्नु भनेकै त्यो ओबिडियन्स भइसक्यो कि उनीहरूलाई। तँलाई आफूलाई म ऱ्यासनल भएको, मैले सही काम गरेँ, मैले नबोलेर कि बिकज म बोली भने चाहिँ मिसइन्फर्मेसन स्प्रेड हुनसक्छ समथिङ लाइक द्याट, तँलाई त्यो लागे पनि स्टेटलाई चाहिँ त्यो ओबिडियन्स भइसक्यो कि होइन। अनि अब हेर यस्तो कुराहरू युज पनि हुन्छ मिसयुज पनि हुन्छ कि होइन। अब यो कुरा स्टेटले मिसयुज पनि गर्न सक्छ होइन, राम्रोसँग युज पनि गर्न सक्छ कि। सो त्यही हो कि सही गलतको कुरा ल्याउनै मिल्दैन कि ब्रो होइन। त्यो भनेको चाहिँ बेसिकली भनेको ट्रुथलाई नेक्स्ट स्टेप भनेको ट्रुथलाई डिफाइन गरेपछि मान्छे, मैले तँलाई भनिहालेँ नि, मान्छेलाई तँ कन्ट्रोलमा छस् भनेर तैँले कन्भिन्स गराइदिएपछि जे नि गराउन मिल्यो कि। मान्छेको नेचरै त्यही छ कि, स्पेसली अहिले यो मोडर्न ह्युमन्स 21st सेन्चुरीको ह्युमन्सलाई तँ कन्ट्रोलमा छस् भनेर तैँले कन्भिन्स गराइदिएपछि जे नि गराउन सक्छस् कि तैँले।